Okay, now we are going to start the tour of Gurul Academy today. Hello dears. Good morning. Student first, making my school better. भन्ने स्लोगन सहित हैन आफ्नो चाहिँ आत्मीय विद्यार्थीहरूको एउटा मनोरञ्जन शैक्षिक लर्निङ हैन यी सबै कुराहरूलाई मध्यनजर राखेर गुरुल एकाडेमीले शैक्षिक सत्र 2082 मा चाहिँ एउटा शैक्षिक यात्रा है आउटिङको एउटा कार्यक्रम राखेको छ जुन आउटिङको विभिन्न चाहिँ जानकारीहरू हामीले विभिन्न पोस्टहरुबाट गरिसकेका छौं यद्यपि आज मैले छोटो भिडियो बनाएको छु है यो भिडियो मार्फत चाहिँ हामीले आउटिङ अन्तर्गत गरेका धेरै क्रियाकलापहरू चाहिँ हामीले हजुरलाई यो भिडियोमा देखाउने छौं हामीले सुरु गर्यौं यात्रा सुरु गर्ने बित्तिकै यहाँ हजुरले देख्नुभयो हामी मलेकुमा छौं ब्रेकफास्ट गर्दै छौं अनि चाहिँ यो ब्रेकफास्टमा हामीले चिया चना केही चपहरू हामीले खायौं र हामीले यसपछि हामीले यात्रा सुरु गर्दाखेरि सुरु गर्यौं र बिचमा हामीले प्लानिङ गरिसक्यौं कि अब हामी खाना कहाँ खाँदै छौं भनेर हैन टुर अन्तर्गत हामीले खाना खाने चाहिँ तासढुङ्गा को चाहिँ होटल इन्द्रेणी जुन एकदमै राम्रो चाहिँ होटल रहेछ हामी त्यही आइपुगिसकेका छौं मैले अलिअलि छिटो स्किप गरेको छु हजुरहरुलाई हैन मैले सबै भिडियो बनाइसकेको छैन र यहाँनेरको मिष्ठान्न भोजन खाने क्रममा विद्यार्थी भाइ बहिनीहरुले ब्याक साइडमा इन्जोय लिँदै रिल्याक्स लिँदै हामी खाना खाने तयारी का साथ हैन खाना खाइसक्यौं भनौं न खाँदै छौं अनि त्यसपछि हामी चितवनतिरको यात्रा लाग्ने छौं र चितवनको चाहिँ हामी नारायणी तीरमा पुग्ने छौं हैन नारायणी तीरको मजा लिने छौं त्यहाँको बोटिङ गरेर हैन यति बेलासम्म चाहिँ हामी हैन हेर्नुस् त हामी नुवाकोट नारायणी तीरमा पुगेर हामीले हैन सबै भाइ बहिनीहरु बटालियन जस्तै गरी हैन एउटै चाहिँ ज्याकेटमा आनन्दले हैन चाहिँ नारायणी तीरलाई अवलोकन गर्दैछ अनि नारायणी तीरमा लिएको यो मजा है अनि नारायणी तीरमा भएको यो अविस्मरणीय क्षण हैन विद्यार्थीहरुले हैन जसरी चाहिँ आफुलाई मोमेन्ट देखाएका थिए त्यसको मैले भिडियोहरु क्याप्चर गरेको थिएँ त्यो भिडियोहरुलाई मैले शर्टकट हजुरहरुलाई देखाइराखेको छु तर एनीवे कतिपय ठाउँमा इनकम्प्लिट जस्तो भए पनि यहाँहरुले कम्प्लिट जस्तै गरी बुझ्दिनु होला यो अभियसली मैले पनि नाच्ने मौका पाएँ एकैछिन हैन नाचे गाएँ हैन एकैछिन कम्तीमा त्यो ब्याक साइडमा त्यो बोटिङमा गीत बजिराखेको थियो त्यही गीतको तालमा म नाचेको मलाई यसै नाच्न आउने मान्छे त म पक्कै होइन तै पनि नाच्दिएँ मैले विद्यार्थीहरुलाई हैन ओपन गराउन खुल्न हैन वातावरण सिर्जना गर्दै छु पक्कै पनि टुर भन्ने बित्तिकै रमाइलो गर्नुपर्छ हैन त्यो बिचमा हेर्नुस् हैन र हामी भरतपुर चाहिँ एकदमै सुन्दर शहरमा नि घुम्यौं अनि विद्यार्थी भाइ बहिनीहरु रमाइरहेको छ भरतपुरको सुन्दर शहरको यो दृश्य हैन वास्तवमा देशकै तेस्रो हैन ठुलो शहर अहिले पछिल्लो समय यो व्यवस्थित शहर हामी बिस्तारै सौरा पुग्यौं सौराको होटल मन्त्रमा पुग्दै छौं हैन सौराको होटल मन्त्रमा हामी पुग्ने हाम्रो पूर्व तयारी अनुसार हामी त्यहाँ पुग्यौं र त्यहाँ पुगेर जीप सफारी पनि गरिहाल्यौं हामी जंगलको यात्रा गर्दै थियौं हैन जंगलतिर पुग्दै छौं र जंगलमा धेरै प्रकारका जनावरहरू हामीले प्रत्यक्ष रूपमा हेर्न पायौं हैन यसमा यो भिडियोमा सबै कुराहरू समावेश नभए पनि यहाँहरुले बुझ्दिनु हुनेछ हामीले साच्चै रियल टाइगर हैन एउटा यो नरभक्षी टाइगरलाई थुनेर राखेको रहेछ त्यसको भिडियो हामीले तयार गर्यौं हैन हामीले हेर्यौं अनि धेरै त्यहाँनेरको त्यो एउटा के ठाउँ भन्छ नि छोरी त्यहाँ हिँड्दै जाँदा हामीले सूर्यास्त पनि देख्यौं राप्ती नदीमा र यो रिपोर्टिङ चाहिँ मैले बाबा छोरी मिलेर प्रसिद्धि र म मिलेर बनाइराखेका छौं हैन ओके हैन जस्तो देखाएका छौं यहाँहरुले हेर्नुहुनेछ कमेन्ट पनि गर्नु होला चित्त नबुझे हामी चितवन सौरामा हैन क्याम्प फायर गर्दै एकदमै मनोरञ्जन गर्दै हैन अनलिमिटेड गर्ने तयारीमा छौं यो चाहिँ विद्यार्थी भाइ बहिनीलाई अलि तयारी गराउनुमा आफै पनि मादल सादल बजाएर हैन चाहिँ विद्यार्थी भाइ बहिनीलाई गीतको सुरुवात गरिदिएको थिएँ क्याम्प फायरमा रम्दै हाम्रो सागर सर साथी मित्र नाच्दैछ हैन अनि एकदमै मनोरञ्जन लिँदै हैन विद्यार्थी भाइ बहिनीहरुले केही क्षणमा
होइन यहाँको कल्चर हेर्नेछ त्यो कल्चरको भिडियो नि यहाँले देख्न सक्नुहुनेछ अलिअलि थोरै अब धेरै हेर्न त यहाँहरू सौरामै जान म अनुरोध गर्न चाहन्छु एकदमै विद्यार्थी भाइ बहिनी क्लास 9 का विद्यार्थी भाइ बहिनीहरू होइन अनि के बहिनीहरू पनि रहेछ होइन एकदमै झुम्दै कोही चाहिँ मोबाइलमा व्यस्त होइन यतिखेर हाम्रो शरण पाण्डे सरले पनि इन्जोय लिँदै होइन र बिचमा चाहिँ यो हाम्रो कल्चर त्यहाँको थारू कल्चर होइन हेर्दै आनन्द लिँदै हामी होइन त्यहाँको एउटा मनमोहक दृश्य पक्कै पनि एकचोटि सबै विद्यार्थीहरू त्यो सेक्टरमा जानै पर्ने हामी होटल मन्त्रको यो होइन सौराको सेन्टरमा बसेर मनोरञ्जन लिँदैछौँ हेर्दैछौँ होइन अनि हामीले होइन त्यहाँनिर अनलिमिटेड ह्याप्पिनेस ल्यायौँ पक्कै पनि सृजनशील एक्टिभिटिज अन्तर्गत होइन गुडविल एकाडेमीले जुन सहभागी सबै चाहिँ एउटा विद्यार्थी भाइ बहिनीहरू लगायत हामी सबै सहभागी शिक्षक साथीहरू हामी शिक्षकहरूमा चाहिँ म्यामहरूमा सोनु म्याम र चाहिँ सबिना म्यामले हामीलाई साथ दिनुभयो हामी चितवनको यात्रा सक्नको लागि चाहिँ हामीले देवघाट रोज्यौँ होइन देवघाटमा गयौँ देवी देवताको वासस्थान रहेको होइन त्यो सबै कुरालाई अवलोकन गर्न नसके पनि हामीले केही जति अवलोकन गऱ्यौँ होइन कति भिडियोहरू क्लिपमा आएनन् होला हामीले सीता गुफा हेऱ्यौँ त्यहाँ रहेका धेरै कुराहरू अवलोकन गरेर हामी अघि बढ्यौँ होइन रिल्याक्स मोडमा बसेका भाइ बहिनीहरू बिस्तारै बाटो तताउँदै होइन पोखरातिरको यात्रा र हामी पोखरा पुगेर यतिखेर यो क्लिप चाहिँ अलिकति अगाडि आयो होइन हामी चाहिँ पुम्दीकोटको महादेव होइन स्तुपा मन्दिर है महादेव मन्दिर हामीले अवलोकन गऱ्यौँ त्यहाँको मनमोहक दृश्य अवलोकन गऱ्यौँ तर हामी योभन्दा अगाडि चाहिँ हामी फेवाताल पुगेका थियौँ अघिल्लो दिन यो दोस्रो दिनको भिडियो हो यहाँहरूलाई फेवातालको आइहाल्यो अघिल्लो दिनको भिडियो हो यो विद्यार्थीहरू फेवातालको यो बोटिङमा रम्न थाले होइन हामीले त्यहाँनिर के कति भिडियो बनाउन सक्यौँ एनिवे हाम्रा नानीहरू खुल्दै थिए साँझ पख आरती पूजा हुँदो रहेछ आरती पूजालाई हामीले हेऱ्यौँ होइन मनोरञ्जन लियौँ विद्यार्थी भाइ बहिनीहरू भिडियोमा व्यस्त थिए भिडियो बनाउन व्यस्त थिए लेक साइड घुम्ने प्लान हुँदै थियो अलिअलि थाके भाइ बहिनीहरू हामी बसमै चढेर यहाँको झिलिमिली हेऱ्यौँ फेरि भिडियो अलिकति होइन भोलिपल्ट बिहानको यो रह्यो मैले यहाँलाई फेसबुक लाइभमा नै देखाएको थिएँ विन्ध्यवासिनी टेम्पल हामी घुम्यौँ आशीर्वाद लिँदै विद्यार्थी भाइ बहिनीहरू त्यहाँको अनि त्यसपछि हामी तुरुन्तै डेभिस फल पुग्यौँ म्यापको आधारमा गुगल म्यापको आधारमा होइन अनि सबै विद्यार्थी भाइहरू त्यहाँ प्रवेश गरेर त्यहाँको भित्रको मैले भिडियो क्लिपहरू अलिकति तयार गर्न छुटेछ अनि हामी अन्यत्र पनि घुम्यौँ र सिधै हामी महेन्द्र गुफातिर प्रवेश गऱ्यौँ होइन केही समयको बस यात्रापछि मनोरञ्जनको सीमा नै थिएन त्यो अद्भुत एउटा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको अवलोकन कति हो कति गर्न थिएन हामी त्यहीको एउटा जमसम थकाली भान्सा घरमा हामीले खाना खायौँ हामी यात्रालाई हामीले सिधै आफ्नो वासस्थानतिर आफ्नो घर नुवाकोटतिर तताउँदै थियौँ बिचमा बन्दीपुर रह्यो पहाड किरानी बन्दीपुरमा हामीले हाम्रो यात्रालाई केही क्षण 1 घन्टा जति यात्रा गऱ्यौँ हामीले हाइकिङ पनि गऱ्यौँ होइन पहाडको रानीसँग भितेरी लगाउँदै हामीले त्यहाँको त्यहाँबाट बिदाई भएर हामी अगाडि बढ्यौँ बिदाईपछि बसमा हामीले अनलिमिटेड इन्जोय लियौँ विद्यार्थी भाइ बहिनीहरू नाचगान गर्न थाले हाम्रा आदरणीय मेरो गुरु शरण प्रसाद पाण्डे सर मक्ख पर्नुभयो विद्यार्थीहरूले यति धेरै रमाइलो गर्दा रहेछन् भनेर विद्यार्थी भाइ बहिनीहरूको यो रमाइलो मनोरञ्जन हाम्रो सम्राट बाबुले चाहिँ भिडियो बनाउन व्यस्त रहे सम्राट बाबु अलि डिसेन्ट टाइपको बाबु होइन त्यो क्यारेक्टर सो गरे सागर सरले अत्यन्तै खुसी माने होइन विद्यार्थीहरूको त्यो ओपन होइन त्यो खुसियालीको अनलिमिटेड खुसियालीको क्षण देखेर होइन हामीले यात्रालाई विसर्जन गर्दै थियौँ होइन मैले छोटो क्लिपहरूमा यहाँलाई धेरै बनाइहरू स्किप गरेँ हाम्रो यो
यात्रा अन्तिम गर्दै थियौँ हैन। यो यात्राको अन्तिम क्षणको हो अनि हामीले अनलिमिटेड रमाइलो गरेको सबै भिडियो त यहाँहरूलाई देखाउन सकेनौँ। तैपनि विद्यार्थीहरूको यो मेमोरेबल होस् भन्ने हिसाबले गुरुले एकाडेमीको यो सृजनशील क्रियाकलाप अन्तर्गतको यो भिडियो हैन हामीले विभिन्न हैन सामाजिक सञ्जाल मार्फत पोस्ट गरेर यसलाई कैद गऱ्यौँ र त्यसकारण अब हामी हैन छुट्टी हुँदैछौँ। ओके अलराइट, सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौँ। हाम्रो यो यात्रा सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। ओके, बाई बाई, गुड नाइट, ह्याभ अ नाइस फ्युचर। ओके अलराइट, गुड नाइट।